सेवा नमस्ते सबैजना आराम हुनुहुन्छ होला के गर्दै हुनुहुन्छ अनि जाडो सुरु भइसकेको छ अनि आजको शनिबार चाहिँ आज चाहिँ शनिबार अनि धेरै भयो ब्लग्स चाहिँ अब त्यो कहीं नगएकोले ब्लग आइरहेको छैन कि अनि मैले चाहिँ सोचेको आज शनिबारको दिन चाहिँ के गर्छु आज हामी के गर्छौं भनेर त्यो ब्लग बनाउने सोचिरहेको छु अनि म चाहिँ उठे अहिले चाहिँ कति बजिसक्यो 9 बज्यो अघि उठेको उठ्न चाहिँ घरमा यताउता कामहरु अनि नुहाइधुवाइ गरेँ नुहाइधुवाइ कामसम सकेर अनि स्किन केयर त्यस्तो स्किन केयर चाहिँ केही हुँदैन तर मोइस्चराइजर सनस्क्रिन चाहिँ राय हुन्छ अनि अब आज के गरेर बिताउँछु भनेर चाहिँ आजको ब्लगमा आउँछ तपाईहरु सबैजना आराममा हुनुहुन्छ होला जाडो बढेको छ आफ्नो केयर गर्नु होला राम्रोसँग बस्नु होला अनि अब आज के गर्ने भनेर चाहिँ ब्लगमा भरे देखाउँछु स्टे ट्युन ल 9 बजिसक्दा पनि यस्तो छ वेदर घाम लागेको छैन हिजो पनि घाम लागेन अनि यस्तो उस्तो लागिरहेको छ तर हिजो भन्दा चाहिँ आज सफा छ है अब म किचनतिर लादै छु किचनमा आज हाम्रो शनिबारको दिन के पाक्दै छ यहाँ चाहिँ आलुको तरुवा भएको छ यसलाई चाहिँ तरुवा भन्छ है हामी चाहिँ तरुवा भन्छौं तर यो आलु फ्राई नै हो अनि आगोमा यस्तो जाडोमा मस्तसँग आगोमा चुलामा के उखेछ त्यहाँ भान्टा खुर्सानी अनि आजको दिन यस्तो हुँदैछ यस्तो पाक्दैछ अम्दाल नदेखाउनु भन्दै चाहिँ मैले अलिकति देखाइहालेँ न्यानो चुलामा पकायो हो मस्त सो अब हामी आजको दिन के गर्ने कामहरु छ है अम्दा मस्त आलु फ्राई हुँदैछ आलुको तरुवा अनि इंग्लिशमा त आलु फ्राई नै भन्छ होला हामी चाहिँ तरुवा भन्छौं यो चाहिँ मधेसको हो पाक्दैछ ल उनीहरुको बच्चा पाटेको शनिबार यस्तो हुँदैछ एहे मस्त छुट्टीको दिन यसरी बित्दैछ उनीहरुको यो चाहिँ हाम्रो गुवाली हो अनि मम्मीले चाहिँ यहाँनिर घुर बाल्नु भएको छ यसलाई चाहिँ घुर भन्छ अनि यहाँ चाहिँ घुर बालेको चाहिँ आज किन भन्दा यहाँ हाम्रो बाख्राले जन्माउन लागेको छ यस्तो जाडोमा त्यही भएर उनलाई न्यानो बनाउनको लागि चाहिँ यस्तो गर्दैको अनि यो ल अब चाहिँ म हाम्रो करेसा भाइमा जाँदैछु अनि साग टिप्नु पर्यो साग पनि खाने भनेर यो साग चाहिँ यस्तो भइसकेको छ अब यो सकिन लागेको अनि यहाँ लसुन पनि छ अनि यहाँ धनिया थियो अनि त्यो उक्लिसकेको अनि फेरि अम्ताल धनिया छरेछ अनि त्यहाँ डल्ले खुर्सानी अनि यस्तो छ हाम्रो चाहिँ यो चाहिँ करेसा पनि यहाँ चाहिँ यो रुखहरू भएकोले चाहिँ घाम नलाग्ने भएर त्यति हुँदैन त्यही पनि हामी अलिअलि चाहिँ गर्छौं अनि फेरि कुखुराहरू भएकोले चाहिँ एकदम त्यो हुन्छ नि त अनि सबै खोस्रिन्छ त्यही भएर यस्तो लागेको यो पनि पुरै ओह च्यातेर यस्तो गर्छ अनि यहाँ चाहिँ यो फुल हेर्नु कस्तो मज्जाले फुलेछ लालुपाते यस्तो मज्जाले फुलेको सबै यस्तो लत्रेको छ अब चाहिँ म साग टिप्छु अनि यति सानो ठाउँमा चाहिँ हाम्रो के छ म देखाउँछु यो चाहिँ लसुन यो चाहिँ राई साग भइहाल्यो अनि यहाँ चाहिँ धनिया यो चाहिँ यो लामो खालको खुर्सानी हो अनि त्यसपछि यहाँ फुल पनि छ यो चाहिँ हामीले नर्सरीबाट ल्याएको थियौं तर ढिलो भयो अनि तिहारमा फुलेन यस्तो फुलेछ प्याज पनि छ ए यो उम्रेको प्याज रोप्दिएको त यस्तो भएको रहेछ मम्मी अनि यो चाहिँ आलु यहाँ आलु पनि छ ए त्यो पसलमा त्यो हाम्रो आलु उम्रेको थियो अनि मैले यहाँ ल्याएर रोप्दिएको यस्तो फलेछ आलु अनि यो चाहिँ डल्ले खुर्सानी यस्तोले फलेको छ डल्ले खुर्सानी सबै कुरा चाहिँ हाम्रो यति सानो ठाउँमा छ मस्त फलेको छ आफूलाई खान मस्त पुग्छ अनि यतापट्टि पनि फुल चाहिँ यस्तो देखेको छ यस्तो छ हाम्रो करेसा बारी यस्तो छ
आफ्नै बारीमा फलेको सागसब्जी धेरै त होइन, धेरै त गर्नु सक्दैनौँ हामी, त्यो सबै खेतहरू पनि तरकारीहरू सागपातहरू आफ्नै बारीको त्यो लसुनको पात अनि त्यसपछि खुर्सानी साग होइन यस्तो आफ्नै बारीमा खानु मन लाग्छ, टिपेर खानु कस्तो मजै त्यो छुट्टै हुन्छ। एकदम मनपर्छ मलाई चाहिँ। अनि त्यो फ्री भएको टाइममा चाहिँ यसो बारीमा गोडमेल गर्दा फ्रेस हुन्छ, रिफ्रेस हुन्छ। मलाई चाहिँ मेरो हबीमा चाहिँ त्यो पनि पर्छ, डुल्नु अनि त्यसपछि भिडियोग्राफी फोटोग्राफी होइन त्यो गर्नु बाहेक चाहिँ मलाई त्यस्तो पनि एकदम मनपर्छ। गरिरहेको हुन्छौँ हामी भ्याउँदासम्म। मस्त साग खायौँ, न त अरू बेला पनि जहिले किन्नु पर्छ नि त, सागहरू पनि तरकारीहरू सबै किन्ने हो नि त, अनि त्यस्तो हुन्छ। तर यसपालि त हामीले साग मस्तसँग खायौँ। साग टिपेर केलाएर अनि त्यसपछि धोएर यहाँ राखेको पानी उयो रहेछ। अनि त्यसपछि यति काम गरिसकेँ मैले। ल यहाँ चाहिँ मासु फाटिँदैछ है, पकाउनु लाउनु परेछ। भाउजू त खानुहुन्न होइन? खान्छु, भाउजू खाँदैन, खाँदैन, प्राचीन मान्दैन खानु। कोही कोही मान्छे पुरै मक्क परेर मासु एकदम फाटाफाट मासु भनेकोले मक्क परिरह। अनि ल अब चाहिँ खाना खान लाग्यो। आज शनिबारको परिकार यस्तो छ। अनि चिसो चिसो वेदर, अब तातो तातो खाना गम गम खाने हो। संसारमा जतिसुकै खानेकुरा भए पनि दाल भात तरकारी जस्तो मिठो चाहिँ केही हुनेवाला छैन, मलाई चाहिँ लाग्दैन। साना कान्छाले चाहिँ तरुवा खाएको। साना कस्तो छ? मिठो छ? मिठो मिठो गरिदेऊ। मिठो 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 आमे मिठो छ, मिठो छ। खाऊ खाऊ त। ए सानाको तरुवा खाऊ, खाइदेऊ खाइदेऊ खाइदेऊ। मिठो पिरो भयो, पिरो भयो। ऊ चाहिँ मस्त खाइरहेछ। क्यामेरामा देख्यो भने चाहिँ उसलाई क्यामेरा लिन आइहाल्छ। अनि कस्तो मजाले टुक्राउँदै खाइरहेछ। अहिले बोलायो भने चाहिँ फेरि क्यामेरा छुन आइहाल्छ, मोबाइल छुनु परिहाल्छ। अनि घाम पनि लागिसक्यो, मस्त खाइरहेछ बसेर ज्ञानी भएर। घाम लागिसक्यो, घाम लाग्यो। हिजो त दिनभरि घाम लागेको थिएन, आज चाहिँ घाम लाग्यो। लुगाहरू सुकिरहेछ घाम। दिदी बहिनीको गफ है, दिदी खाना खाएर आयो अनि अब गफ गर्दैछ। दिदी बहिनीको गफ। दिदी बहिनीको गफ हुँदैछ यहाँनिर। ल बाख्राले ब्यायो। इ दुईटा मेम्बर फेरि, एउटा चाहिँ मरेको रहेछ, बोका रहेछ यत्रो, त्यही भएर एकदम बेर लाग्यो। यी दुईटा चाहिँ एउटा बोका र पाठी। घाममा बस्न है चम्पुतली। घाममा राखेन चम्पुतली, नाम पनि राखिसक्नु मम्मीले चम्पुतली। ल कान बनाउने तेल लाउने कार्यक्रम। ए चम्पुतली यहाँनिर घाम ताप्दै सुन्तला खाँदै, सुन्तला खाइसक्यो। अब उक्कुको पालो हो। बाफ्रे सुखी परिवार छ नि। ओ माई गड, एउटा छोरी छेउमा एउटा छोरी काखमा, मस्तसँग बसेर घाम ताप्दै खाने हो आनन्दसँग। छोरी अर्को जेठी छोरीको चाहिँ कचकच। ए खाना यता हेर बाबा। ल यो चाहिँ उक्कु यसरी खाने हो। पहिले पहिले कति धेरै हामी उक्कु खान्थ्यौँ। ओ मामु छोरी उक्कु उक्कु ऊ खाने। ह्याप्पी स्याटरडे। यस्तो छ स्याटरडेको। रमाइलो भइरहेछ आइरा? रमाइलो भएको छ? के रमाइलो भइरहेछ तिमीलाई भन त? साना बसेर खाऊ, बसेर खाऊ कान्छा। आहा मिठो 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 गर्दै कान्छा, मिठो 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 मिठो। देख्यौ बहिनीले कति मिठो मिठो गर्छ। ल अब यहाँनिर यस्तो छ है, यो चाहिँ बिफोरमा हो। आज यो सरसफाइ हुन्छ। यो टाटहरू यो टाटहरू भत्किन्छ। ऊ त्यो यो टाटहरू सबै निकाल्ने दाउरा हुन्छ। ए दाउरे दाउरा है बाबु? ए दाउरे दाउरा। उसले बिहानै दाउरा दाउरा भनेको थियो,
अनि यो टाट भत्काउने अनि यहाँसम्म बनाउने यो दाउरा छ यो दाउराहरूलाई मिलाउने काम शनिबारको दिन यस्तो भइरहेछ मस्त बल्छ अनि यो टाट चाहिँ पहिले चाहिँ यस्तो टाट थियो अनि यो चाहिँ अहिले अङ्कलहरूले यस्तो टाट लाउनु भएको छ ढुक्कवाला टाट अनि त्यही भएर यो भयो क्या यहाँनिर हाम्रो अङ्कलको घर बन्दैछ अनि यहाँ यत्रो घर बन्दैछ अनि हाम्रो चाहिँ यहाँनिर दाउरा पाएर खुसी छ उहाँ अनि यस्तो हुँदैछ यो चाहिँ बिफोर हो अहिले म कस्तो बनाउँछ बुढाबुढीले अहिले म तपाईँहरूलाई देखाउँछु है आफ्टरमा उहाँ हेर्नुहोस् उहाँ बच्चालाई उहाँ घाँस दिइरहेको छ साना के गरेको को बाबु हो बाबु के गरेछ बाबुले बाबु 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 भन उसले चाहिँ उहाँ घाँस दिँदैछ ए आएर नगर न बेबी तेरिका हो अहिले उसको मामुले हान्छ नि फेरि साना बाबु खोइ बाबु होइन के गरेको तिम्रो बच्चा हो कि मुनुको बच्चा हो चाहिँ अब म र भदै चुङ्गी खेल्दैछु चुङ्गी खेल्दैछ भदै ल प्राचीन खेल कति आउँछ तँलाई ल भएर सुरुमा तेरो टर्न अनि मेरो है भाइ बेटा ल गर ल प्राचीनको 3 भयो अब मेरो टर्न ल अब चाहिँ अर्को काम है अनि यो काम चाहिँ पसलको सामान भर्खर आयो अनि यो सामान चाहिँ अब मिलाउँछु अनि हाम्रो घरमा चाहिँ पसल पनि छ कतिलाई त थाहा होला कतिलाई थाहा छैन होइन पसल पनि छ अनि पसलले गर्दा चाहिँ एकदम हतार हुन्छ हरेक कुरामा काम गर्नको लागि अनि यो बोराको खुद्रुङ सामान चाहिँ अहिले आइपुग्यो अब यो सामान चाहिँ म मिलाउँछु यस्तै हुँदैछ कामहरू यस्तो छ हाम्रो पसल चाहिँ ल अब चाहिँ यहाँ काम सकिसकेछ आफ्टर देखाउँछु म तपाईँलाई के गरेछ बुढाबुढीले ल यस्तो सफा भएको छ यो चाहिँ आफ्टरमा यस्तो भयो यहाँ चाहिँ ल आजको शनिबार हाम्रो यस्तै भयो तपाईँहरूको पनि रमाइलो भयो होला त्यसरी नै बित्यो व्यस्त शनिबार भनेको अनि सबैजना आरामले बस्नु होला राम्रोसँग बस्नु होला ब्लग चाहिँ हेर्नु होला लाइक सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला फेरि अर्को ब्लगमा भेटौँला टेक केयर धेरै माया बाई बाई